एकैछिन हाम्रो गृहमन्त्रीजीको कुरा सुनाउ त। जुन रुल नागरिकलाई युज हुन्छ त्यो रुल हरेक मन्त्रीलाई युज हुन्छ। प्लिज बी क्लियर अन द्याट। गृहमन्त्रीको गाडी रोक्ने ट्राफिकसँग अधिकार छ। यसमा हाम्रो गाडी आउँदै गर्दाखेरि मैले धेरै जस्तो इम्प्लिमेन्टेसनमा मेरो विचारमा निर्देशनको अलिकति कमी भयो जस्तो लाग्यो। कुनै ठाउँमा तपाईँको अरूहरूलाई रोकेर मलाई जाने दिइरहेको अवस्था देखेँ। यस्तो नगरिदिनु हुन म हार्दिक अनुरोध गर्न चाहन्छु र त्यही अनुसारमा यो इम्प्लिमेन्टेसनको लागि निर्देशन पनि ग्राउन्ड लेभलसम्म पुगोस्, ताकि ट्राफिकको हाम्रो कर्मचारी साथीभाइहरूले पनि त्यही अनुसारमा हामीलाई एउटा सामान्य नागरिक जस्तो व्यवहार गर्न सजिलो पनि हुन्छ र मेरो विचारमा त्यसले पनि एउटा राम्रो मेसेज जान्छ हाम्रो पब्लिकमा पनि, हाम्रो प्रहरीप्रति पनि है। त्यही भएर यो भिआइपी मुभमेन्टमा मदेखि सुरु गरिदिनु होला। गृहमन्त्रीको गाडी रोक्ने हरेक अधिकार छ। जसरी भनेको छ मापछि चेक गर्ने भने मैले 2-3वटा स्टेटसहरू देखिरहेको छु। त्यसमा प्लिज चेक गर्दा केही फरक पर्दैन है। आफ्ना काम कर्तव्य गृहमन्त्रीलाई चेक गर्नु हुँदैन भनेर नसोच्नु होला। प्लिज फुलफिल योर रेस्पोन्सिबिलिटी एन्ड ड्युटी। डु नट वरी अबाउट इट है। त्यसमा पनि तपाईँहरू चिन्ता नलिकन निर्धक्क भएर गृहमन्त्री तपाईँलाई कारवाही गर्दैन। एउटा नागरिक नै भएर हुनु बस्छ, ऊ नागरिक नै हो। पहिला त त्यो कुनामा गएर हेर्नु पर्थ्यो। कुरै छ र भिआइपी सवारी भनेर बाबोइ तनाव बनाउँथ्यो के बाबोइ नि। हो भिआइपी सवारी आयो भन्दा त ओहो के आएछ र भनेर आमामा यसरी हेर्नु पर्थ्यो। यसरी हेर्दा नि देखिँदैन हो हामीले त, होइन र? हो किन भनिदिनु त बाबोइ, देखिन्थेन नि त। अहिले ल हेर्नु त सुजान गुरुङज्यूले कस्तो गराइदिनु भयो। यस्तो चाहिँ हुनु पर्यो क्या, यस्तो चाहिँ हुनु पर्यो। जनताले खोजेको नि सबैले यहीँ हो क्या। एक साइडबाट मन्त्रीहरूको गाडी, एक साइडबाट जनताको गाडी। त्यो भए पो आफूलाई पनि यसो मन्त्री सँगसँगै हिँड्ने है यतातिर भन्ने हुन्छ, अलिकति गर्व पनि हुन्छ। हो किन भन्नु त? पहिला कहाँ थियो त नि बाबोइ? पहिला त कति दुःख पाइएको थियो होला नि, सबैलाई थाहा छ होला के अरे, होइन त? अहिले चाहिँ सही निर्णय ल्याउनु भएको छ मन्त्रीज्यूले। यो चाहिँ हुनुपर्ने थियो, एकदम सही ल्याउनु भयो। यो चाहिँ बल्ल अब चाहिँ के चेन्ज हुन्छ जस्तो लाग्छ है मलाई चाहिँ। के कस्तो लाग्छ तपाईँहरूलाई ल कमेन्ट गर्नु है त।